आँसु आयो लास्टै धेरै मलाई चाहिँ अनि त्यही भएर अब हेर्दै माया लाग्छ के गर्नु हेर्दै माया लाग्छ अस्ति भर्खर आएको जस्तो अस्ति भर्खर आएको जस्तो लाग्यो मलाई अरू भन्दा नि क्या कुन कुराले झन् नराम्रो लाग्यो भने नि आज त्यो कार्टुन ओछ्याएर सुतेको थियौ नि त्यो याद आयो क्या मलाई झन् कस्तो लाग्यो क्या त्यहाँदेखि मन कस्तो नराम्रो लाग्यो मलाई त्यही भएर चाहिँ मलाई झन् आँखामा कस्तो आँसु आयो अनि अनु पनि रुइरहेको थियो सेवा नमस्ते सबैजनालाई अनि आज चाहिँ हाम्रो यहाँनिर लास्ट दिन हो अनु बहिनीहरूको घरमा अनि आज चाहिँ हामी जानेछौँ आफ्नो घरतिर अनि सबै घर पनि बनिसक्यो आज बहिनीहरूको अनि के कस्तो भयो है म हजुरहरूलाई देखाउने छु भिडियोलाई फुल हेर्नु होला कमलाको डेकोरेसन हुँदैछ यो घर चाहिँ यस्तो बनेको छ हेर्नु होला गमला राख्दा कस्तो बबाल देखियो बाहिरबाट त मैले हजुरहरूलाई धेरै पटक नै देखाइसकेँ म हजुरहरूलाई भित्र देखाउने छु अब फाइनली यो चाहिँ यहाँ टाइल्स लागिसक्यो अनि यहाँ कलर अझै हुँदैछ अनि यहाँनिर अनु बहिनीको रुम यस्तो छ यहाँनिर दराज पर्दा बेड माथि फ्यान यहाँ क्लोथ ह्याङ्गर चेयर अनि सुज ऱ्याक सबै भयो बहिनीहरूको अनि स्टडी टेबल नि छ यहाँनिर रहेछ त्यो चाहिँ कहाँ छ यहाँनिर रहेछ स्टडी टेबल यही हो अनु बहिनीको रुम चाहिँ अनि यता किचन चाहिँ यता छ किचन पनि फाइनल चाहिँ यस्तो है फाइनल लुकै यो चाहिँ यस्तो छ अब यहाँ फ्रिज बस्छ अनि यहाँ चाहिँ आयुष भाइको रुम छ यस्तो यहाँ बेड पनि भइहाल्यो अनि एउटा कपडा राख्ने बास्केट छ यहाँनिर यति भयो पुगिहाल्यो नि अनि वासरुम छ यहीँ यस्तो छ यो पनि सकिन लाग्यो अनि यस्तै हो फ्यान छ यहाँ पनि किचनमा पनि अनि यस्तै छ भित्रको चाहिँ यही हो हजुरहरूले देखिसक्नु भयो होला हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला अब चाहिँ हामी जान लागेको छौँ अनि अनु अघि क्या रुइरहेको थियो भावुक भइरहेको थियो अनि अहिले चाहिँ के भयो फेरि अघि रुइरहेको थियो होइन बिचरा मलाई नि कस्तो आँसु आयो अनि अब चाहिँ हाम्रो जाने बेला हुन लागेको छ अनु के भन्न चाहन्छौ तिमी भन छिटो छिटो भन के भन्नु याद आउँछ याद गर्यो याद आउँछ भने कल गर्नु भइहाल्छ त याद आएको बेला कल गर्नु यता तल चाहिँ भिडियो सुट हुँदैछ आउ नानी अब पछि आउँछौँ हामी तिमीहरूलाई हेर्नुको लागि अब थाहा छ हामी कहिले भेट्छौँ थाहा छ कि थाहा छैन हामी अब छिटै भेट्न लागेको छौँ अब अनुहरू 29 गते चाहिँ उता आउँछ तिमीहरू 29 गते आउँछौ इटरी थाहा छ कि छैन इटरीको बाल आश्रममा अनुहरू सबैजना आउनुहुन्छ अनि हजुरहरूले नै देश विदेशबाट हेल्प गर्नु भएर यस्तो अनुहरूको राम्रो भयो उनीहरूको भविष्य बनो भन्दा नि भयो होइन भविष्य बनो उनीहरूको अनि हजुरहरूले गर्दा यो सबै अनुहरूको राम्रो भयो होइन नानी किन हजुरहरूलाई धेरै धेरै धन्यवाद मेरो तर्फबाट पनि अनि अनुको तर्फबाट पनि जहिले अनुले त भनिरहेको हुन्छ थ्याङ्क यू सो मच भन्दै हजुरहरूलाई अनि के भन्न चाहन्छु तिमी चाहिँ अब सबैजनालाई लास्ट हो यो भिडियो त अब लास्ट हो सबैले हेरिदिनु भएको थियो मेरो बारेमा कसैले सम्झाउनु पर्ने भएको थियो कसैले आशीर्वाद पनि दिनुभएको थियो धेरै धेरै धन्यवाद थ्याङ्क यू हजुरहरूलाई अब म यो भिडियोमा होइन अरू भिडियोमा कुनै बेला दिदीहरूलाई भेटेको बेला भिडियो बनाउनुभयो भने मेरो भिडियो देख्न पाउनुहुनेछ र अब भेट्न नै पाइएन भने त भन्न सकिँदैन होइन भेट्न आउँछौँ नि तिम्रो त पुरै अपडेट दिने हो होइन अनु तिम्रो त भिडियो गर्नै पर्ने हुन्छ के गर्दैछ कसो गर्दैछ देश विदेशबाट चिन्ता गर्नुहुन्छ नि त अनि कति धेरैजना सहयोगी हातहरू हुनुहुन्छ सहयोगी महानुभावहरू हुनुहुन्छ उहाँहरू पनि आएरै हेर्ने अब पछि अहिले त विदेशमा हुनुहुन्छ उहाँहरू अनि आएर चाहिँ पछि तिमीलाई हेर्न आउने भेट्न आउने भन्नुभएको छ धेरैजनाले होइन आउनुहुन्छ राम्रो बस्नु राम्रो पढ्नु मेरो भन्नु त्यही हो तिमी मेरो आफ्नै बहिनी जस्तै हो अनि मलाई तिमीहरूको याद आउँछ आँसु आयो के गर्नु अनि माया लाग्यो त रुइहाल्यो नि आँसु आयो लास्टै धेरै मलाई चाहिँ अनि त्यही भएर अब हेर्दै माया लाग्छ के गर्नु हेर्दै माया लाग्छ अस्ति भर्खर आएको जस्तो लाग्यो
मलाई अरू भन्दा नि क्या कुन कुराले झन् नराम्रो लाग्यो भने नि आज त्यो कार्टुन ओछ्याएर सुतेको थियौ नि त्यो याद आयो क्या मलाई झन् कस्तो लाग्यो क्या त्यहाँदेखि मन कस्तो नराम्रो लाग्यो मलाई त्यही भएर चाहिँ मलाई झन् आँखामा कस्तो आँसु आयो अनि अनु पनि रुइरहेको थियो अब राम्ररी बस्नु नरु अब चाहिँ रुनु पर्दैन अब चाहिँ रुनु पर्दैन सुन्यौ ल गुड गर्ल भएर बस्ने त्यहाँनिर राम्ररी बस्नु अब हामी चाहिँ जान्छौँ 29 गते भेट्नुपर्छ नि म भिडियो बनाउँछु त्यति बेला ड्रोन हो त्यसलाई हेलिकप्टर भन्दैन ड्रोन भन्छ ड्रोनलाई हेलिकप्टर भनिरहेछ भाइले चाहिँ अनि यस्तै छ अब चाहिँ हामी जान आँटेको छौँ के भन्नु अब जाने श्याम अङ्कलकोमा खाना खाने अनि घर जाने आऊ न त अब जाम भाइ तिमीलाई नबिर्सिनु अरे बिर्सिन्छु बादर छ भाइ चाहिँ त्यही भएर अनि खोइ अनु हाम्रो सोल्टी कहाँ जानुभयो मेरो सोल्टी कहाँ जानुभयो यहाँ के भन्दै हुन्थ्यो अघि थाहा तपाईँलाई के अरे सोल्टिनीलाई मैले अरू केही दिन नसकेँ ज्याकेटमा रङको चिन्ह चाहिँ दिएँ भन्दै त माया लाग्छ अनि मन पराउनु हुन्छ भनेको मैले होइन पराएर नि के गर्नु भन्दै त्यस्तो भन्नुभयो खोइ सोल्टीलाई पनि बिदाई गरौँ अब हाम्रो हिरो सोल्टी हुनुहुन्छ कता हुनुहुन्छ यही हुनुहुन्छ ए सोल्टी त हुनु न रहेछ गइसक्नु भयो ल हाम्रो ह्यान्डसम भाइलाई पनि भाइ 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 अब राम्ररी बस्नु हामी त जाने सक्यो होला होइन आजदेखि काम तिमीहरूको पनि सबैजनाको बिदाई हुँदैछ आज चाहिँ हाम्रो ह्यान्डसम भाइको पनि ए के गरेको नि यस्तो के गर्नुभएको यसरी टाँसिन्छ क्या यसरी टाँसिन्छ फेरि अब पछि आउनु पछि अब 29 गते आउनु होइन ल तपाईँको भक्कठा भनेर पनि बस्न पाइनँ अब बस्नुपर्छ अब आएको बेला ल अब आएको बेला बस्नुपर्छ चिन्ता नगर बच्चा सुन्यौ बच्चा ल मेरो बर्थडेमा बोलाउने ल बोलाउन हेरौँ बोलाउँछ कि बोलाउँदैन बोलाउँछु त्यस्तो अहिले चाहिँ यसरी टाँसिरहेको छ त्यति बेला चाहिँ बिर्सिने हो कि उचाल्नु खोज्छ है नगर न लड्छु सक्छु तपाईँलाई म होस् अहिले लड्नुको लागि सानो छ लड्नुको लागि नि तपाईँको यति भइसक्यो यति भइसक्यो अब बढ्छ स्टार्ट बढ्छ अझै तिमी गमलाहरू मजाले हेर्नु ल नानी हो बेलुका पानी लाउनु है दिउँसो तपाईँको हेन्सल सोल्टी गइहाले सोल्टी केही छैन सोल्टीलाई पनि मैले यहीँबाट सम्झेँ उहाँले नै अनुहरूको घर पेन्टिङ गरिदिनु भएको यो सबै एकदम राम्रो काम गर्नु हुँदो रहेछ उहाँले पनि एकदम राम्रो लजालु स्वभावको हुनुहुन्छ नि मैले चाहिँ उहाँलाई जिस्काएकै गरेँ अनुले फेरि जिस्काएर म त बिचरा सोल्टीलाई होइन केही भन्नुभएको छैन अघि सोल्टिनीलाई मैले केही दिन नसकेँ नि रङको चिन्ह चाहिँ लाएर दिएँ भन्दै हुन्थेँ आयो नहसाउन हो र ए युनिसालाई पनि युनिसा अब म त जाने त यहाँ आउनु न मलाई सम्झिने कि नसम्झिने सम्झिनुहुन्छ होला सम्झिँदैन होला यो युनिसाले त अनुले चाहिँ सम्झिन्छ होला युनिसाले त सम्झिँदैन होला मलाई त युनिसा सम्झिनुहुन्छ बाई 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 के भन्नुभएको कसरी नजानु नि हामी पनि त जानुपर्छ मजाले बस्नु ल हामी जाने अब 29 गते भेट्नुपर्छ ल इटरी आउनुहुन्छ नि त तपाईँहरू थाहा छ तपाईँलाई थाहा छैन अब 29 गते भेट्छौँ हामी सुन्नुभयो ल गुड गर्ल भएर बस्नु दिदी श्याम ठुलो बाले नानी खै ल राम्ररी बस्नु ल मजाले दिदीले भनेको चाहिँ मान्नु नि त्यहाँनिर फेरि आएर म बारीको बाटामा लगेर कुर्छु हस् रुदा आँखा चाहिँ यस्तो भएको छ अनेको रुदा आँखा यस्तो भएको छ यस्तै हो बिछोडको पीडा टाइप भएको अहिले के रे कस्तो भइरहेको भन्नुहुन्छ स्कुलमा साथीहरूलाई बिदाई गर्ने बेला नै सबभन्दा सुरुमै म रुएँ होइन त्यहाँदेखिको अनि प्रिन्सिपलदेखिको सुरु भएको सबै रुन थाल्यो साथीहरू पनि सबै रुएँ फर्स्टमा रङ भनेको मै त्यहाँ रुनु हुँदैन अब चाहिँ मेडामहरूले नि कम्प्लेन गर्दै हुन्छ तिमी किन रुको त्यहाँ तिमी रुँदा सबै रुम हेर त भन्दै हुनुहुन्थ्यो यो मेरो काखमा यसरी बस्ने अब त बस्न नि पाइँदैन अब पछि भेट्नुपर्छ हजुर आज कतिखेर जाने तपाईँहरू अब गइहाल्ने अब एकछिनमा गइहाल्नु खाना खाएर जाने बजार जानु न किन खेमसरलाई आइसक्रिम खाउन लग्छु भन्नुभएको थियो कि आमालाई तपाईँहरू म जाउँ न आज लास्ट दिन ल म भन्छु ल खेमसर ल भन्नु तिमी पनि जाने ल मलाई माया गर
आया आया मार मार युनिसा ल जाम हिँड्नु ल माया गर्नु न त फेरि माया गर्नु भयो 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 आया गाला चेप्टियो ल जाम हिँड्नु जाम हिँड्नु हिँड्नुहोस् जाम हिँड्नु हिँड्नु बाइकमा जाने ल जाम आउनु आउनु अब यस्तै छ हामी चाहिँ गयौँ सकियो अब यताको चाहिँ सबै काम कार्यहरू